नमस्कार, म जीवन्ती मल्सिना। म 3 गिलरोय ड्राइभ स्कार्बरो अन्टारियोमा बस्छु। यो चाहिँ सानो मेरो चाहिँ ब्याकयार्ड तरकारी खेती। यो चाहिँ सिमी, यो लरे सिमी, यहाँ धेरै धेरै थरीका सिमी छन्। एकदम राम्रो फल्या छ। यहाँ हेर्नु होला, यसरी मजासित यसरी झुप्पा झुप्पा फलेको छ। बिहान बेलुकाको बसी बिहालो यसो तरकारी गुडमेल गर्ने समयको सदुपयोग गाउँमा गरेको बानी चाहिँ त्यो कन्टिन्यू नै छ। यो सिमी चाहिँ यस्तो मिठो छ, नेपालको स्वाद। यसरी काँचो सिमी यसरी खाँदाखेरि बहुत स्वादिलो छ। यो भ्यान्टा पनि अब यहीँ चाइनिज स्कुलबाट लिएर आएको होइन। अब यो पहिलोचोटि हो। यो पोहोर त हामीले लगाएको थिएन। पहिलोचोटि चाहिँ हेर्दाखेरि यहाँ 5-6वटा लिएर आएको थियो। अब टन्नै फलेको छ। एउटा 6-7वटा चाहिँ गर्दै नै फलेको छ। फल्दै पनि छ यो। अनि यो काउली फल लाग्छ त? यो काउली चाहिँ फल लाग्दैन जस्तो लागेको छ। काउली चाहिँ मैले रहरले बेलाइहाल्छु। खास यो खाल्न पनि माया लाग्यो, तर यो फल चाहिँ लाग्दैन। काटिदिन्छु। पर्सी होइन हाम्रो नेपालतिर चाहिँ मलाई पनि थाहा भएन। यहाँ धेरैजनासित कुरा गर्दा चाहिँ यो मुन्टा एकचोटि टिप्नु भनेर पनि भन्नुभएको छ। अब यहाँ फर्सी यसरी फलिरहेको छ, हेर्नु न। अब यो मुन्टा टिप्दाखेरि चाहिँ यो फर्सी बिग्रिने हो कि भनेर पनि मलाई यो मुन्टा टिप्न चाहिँ डर लागेको छ। र होस्, अब 1-2 हप्ता अझै छोडिदिन्छु, अनि कति फल्छ अनि त्यसपछि यो मुन्टा टिपेर एकचोटि ट्राई गर्नु पर्ला। खास यो फर्सी चाहिँ मुन्टा खाने गरेका छैनौँ हामीले नेपाल। यो खालको चाहिँ त्यो चाहिँ मुन्टा खाने फर्सी हो। त्यो चाहिँ अब मुन्टा पनि खाइरहेका छौँ। अब त्यो चिचिला पनि लाग्न लागिरहेको छ। मुन्टा पनि त्यसको चाहिँ खाइरहेको छ। यो काँक्रोको झाल पनि एकदम राम्रो भएको रहेछ। यहाँ खास गरेर धेरैकोमा काँक्रो फलेको देखिँदैन। यहाँ काँक्रो राम्रोसँग फलेको रहेछ। यो बिउ बिजन यसको स्याहार समार कसरी हुन्छ? यो काँक्रो चाहिँ यो फलेको काँक्रो चाहिँ यहीँ हामीले चाहिँ चाइनिजको स्टोरमा किनेको हो। अनि यसलाई चाहिँ मल र पानी नै हो होइन। यो अहिले फलेको हामीले 2-4वटा त हामीले खाइसक्यौँ। यो चाहिँ अलिकति पकाएर अचार हाल्ने भनेर राखेको हो। अनि यो यतापट्टिको यो ठुलो झाल चाहिँ हामीले नेपालबाटै ल्याएको काँक्रोको बिउ हो। अब थाहा छैन, फुल चाहिँ टन्न फुल्या छ। अब यो फल्छ कि फल्दैन,
यो काँक्रोको बिउ चाहिँ हामी नेपालबाटै ल्याएको थियौँ। अब यो अलिअलि कोपिला त लागे जस्तो देखिन्छ, यो मेबी यो फल्छ होला जस्तो लाग्छ। हेरौँ, फल्यो भनेदेखि राम्रै फल्ने सङ्केत देखाएको छु मैले। यो चाहिँ खेती किसानीबाट चाहिँ धेरै चिजको फाइदा हुन्छ दाइ। एक चाहिँ अब तरकारीहरू लगभग अब मैले 2 महिना जति भयो आफूले किनेको छैन होइन, अब अझै 2-3 महिना किन्नु पर्दैन, त्यसले एक अब फाइनेन्सियल रूपमा पनि उड्ने हो। अर्को चाहिँ अब म नर्मली मेरो वर्क फ्रम होम छ, घरबाट काम गर्ने हो, अनि बाहिर कतै गइँदैन खासै। अनि त्यसले गर्दाखेरि अब यसो ब्रेक हुँदाखेरि बाहिर निस्किँदा अथवा चाहिँ आफ्टर वर्क 5:30 बजी पछाडि बाहिर निस्किँदाखेरि बहुत रमाइलो हुन्छ। अनि बच्चाहरूलाई अर्को चाहिँ बच्चाहरूलाई के हुन्छ भने यसो बच्चाहरू आउँछन्, बाहिर पानी सानी हाल्छन्, आफू सँगसँगै पछाडि लाग्छन्, यसो कुटो कोदालो गरेर हिँड्छन्। त्यसले गर्दाखेरि पनि एकदम राम्रो चाहिँ समय पास हुन्छ। बाहिर गएर चाहिँ टाइम पास हुनुभन्दा भित्रै टाइम पास हुन्छ, एकदम रमाइलो। यसो पानी सानी हाल्यो, 1-1.5 घन्टा बच्चाहरू आउँछन्, बाहिर उ गर्छन्, यताउता हेर्छन्, तरकारी सरकारी टिप्नलाई बच्चाहरू चाहिँ एक्साइटेड हुन्छन्। अझ मेरो स्पेसल्ली सानो छोरोलाई चाहिँ पुरा तरकारीको एउटा त्यो बास्केट बोकेर चाहिँ ऊ तरकारी यहाँ हाल भन्दै लिएर हिँड्छ। अब कुटो सुटो बोकेर आफै चाहिँ तरकारी खन्ने गोडमेल गर्न हिँड्छ। एकदम त्यो चाहिँ उनीहरूले पनि यसो माटोसित खेल्ने हुन्छन् अनि आफूले पनि नेचरसित खेलिन्छ। त्यसले गर्दा एकदम रिफ्रेस हुन्छ। यस टोरन्टोमा अथवा स्कार्बोरोमा जति पनि हुनुहुन्छ नेपालीहरू, यदि तपाईँको ब्याकयार्ड छ, ठुलो ब्याकयार्ड छ भने तपाईँले राम्रोसँग चाहिँ तरकारी खेती गर्न सक्नुहुन्छ होइन त? एक्ज्याक्टली, तरकारी खेती गर्न सक्नुहुन्छ। यो बाहिर बेच्ने उ गर्ने भन्दा नि आफूलाई यसो चाहिँ रमाइलोको लागि गर्ने। अब धेरै भयो भनेदेखि त बेचे पनि भयो, अब इन्कम पनि आउँछ त्यहाँबाट होइन। तर पनि स्पेसल्ली आफूलाई चाहिँ 2-4 महिना तरकारी किन्नु परेन। अब टमाटरहरू हामीले स्टोर गरेर राख्न सक्छौँ होइन, फर द नेक्स्ट इयरसम्मलाई छ। मेरो पोहोरको टमाटर अहिलेसम्म पनि छ, ओके, डिप फ्रिजमा राख्यो भनेदेखि हुन्छ। त्यस्तो अब जस्तै सिमीहरू यसलाई सानो सानो गरेर काटेर राख्यो, अर्को सालसम्मलाई पुग्छ होइन। बेच्न भन्दा पनि आफूलाई इन्टरटेनमेन्ट गर्नको लागि, माइन्ड रिफ्रेसमेन्ट गर्नको लागि चाहिँ म जसको छ जसले सक्नुहुन्छ म गर्ने सल्लाह दिन्छु। हस्, थ्याङ्क यू, धन्यवाद दाइ।